नमस्कार, स्वागत छ हाम्रो ब्लगमा। आज चाहिँ हामी सफा गर्नको लागि यो मौलाकोट जाने बाटोमा आछौँ है। हाम्रोतिरको साथीभाइहरू जम्मा भएर हामी चाहिँ सफाइ गर्न यो ठाउँमा आछौँ। यस्तो हरियाली वातावरण छ, यस्तो राम्रो ठाउँ छ। यो ठाउँमा आएर यस्तो फोहोरहरू देख्दाखेरि चाहिँ हामीले पनि अलिकति असहज र कस्तो नराम्रो ला हुनाले हामीले चाहिँ यो खालीको समयमा सफा गर्ने भनेर हामी दाजुभाइ मिलेर यो ठाउँसम्म आछौँ र यो सबै हामी सफा गरेर यसको फोहोरको राम्रो व्यवस्थापन पनि गर्छौँ हामीले। भिडियो हेर्दै जानु होला। र यो चाहिँ मौलाकोट जाने बाटोको यो तिर्छे बाटो भन्ने ठाउँ हो, घोराइतिर पर्छ यो चाहिँ। र तपाईँहरू पनि यदि यो ठाउँमा घुम्न आउनुहुन्छ भने यस्तो जथाभावी फोहोर चाहिँ नफालिदिनु हुन हजुरहरूलाई एकदम विनम्र अनुरोध गर्छु। र हाम्रो काम चाहिँ अब सुरु हुन्छ। कुन व्यवस्थित गर्ने त्यो सिसा बोतललाई सिसालाई साथी बोरामा प्याक गरेर थोडा नाली है। यो चाहिँ हाम्रो मौलाकोट जाने बाटो हो है। यतातिर झर्ने हाम्रो बाइकहरू हो। हामीले चाहिँ यो ठाउँलाई सफा गरिराखौँ। केटाहरू सबै यात्रा गरिराखौँ। के भइराख हो सरसफाइ कार्यक्रम चल्दैछ एकदम सिधा हाम्रो तिर्छे बाटोमा हैन। ठिक छ अप्पु बादल ठिक छ नि? ए ठिकै छ। तर यो चाहिँ फोहोर चाहिँ गर्नुहुन्न। यो अलिकति पढे लेखेको मान्छेको जस्तो गर्नु पर्यो। यो भएन। यो सिसा यत्रोको सिसा मात्र सबै नागरिक हुनु पर्यो के कुन ब्रान्डको दाइ बाक्लो पड्यो यो? भइराख नि होइन? भरिदिनु सक्दिनु होला क्या। प्लास्टिक बाक्लो बोतलहरू यो कचराहरू पनि यता पढेको देखाइदियो त यो के हो? यो यसरी सिसाहरू फोड्ने सोड्ने चाहिँ नगर्नु पर्ने हो। काट्ला धनी विचार गरेर गरेस्। एकदम बिल्कुल सावधान तरिकाले हेर्दै बोल्नेमा कथा सुनाउने भइस् के तैँले? चेकमा छु। यहाँको सबै फोहोर चाहिँ यति निक्लियो है। बाँकी अलकता उता पनि छ र बोतल चाहिँ यत्रो फोहोर छ है। अनि बोतलहरू यति धेरै निस्क्यो। यसमा बोरामा पनि प्याक पारेको छ। बाँकी बाबुले लिएर पनि आइराख्नु भएको छ र उता पनि अझै धेरै छ है। हामीलाई धेरै टाइम लाग्यो यो ठाउँमा सफा गर्दाखेरि।
जेस अहिले चाहिँ हामीले सकिया जति चाहिँ गरेका छौँ र यता आउनुहुने जो कोही हुनुहुन्छ उहाँहरूले चाहिँ यस्तो फोहोर चाहिँ नगरिदिनु होला। यस्तो यस्तो क्रियाकलाप पनि हुँदो रहेछ यहाँनिर, यस्तो चाहिँ नगरिदिनु होला। से नो टु ड्रग्स, एज टु लाइफ। फेरि पनि यो हामीसँग यो बरामद भएको छ को हो यस्तो चाहिँ नगर्नुपर्ने। ठिकै छ, इन्जोयको लागि गऱ्यो होला, तर अबदेखि चाहिँ नगरेर फेरि है कारबाही हुन्छ गन्तव्य। यो ठाउँमा आएर यस्ता क्रियाकलाप गरेपछि चाहिँ कारबाहीमा पर्न सकिन्छ है, विचार गर्नु होला। यस्तो चाँसहरू पनि भेटिएको छ यहाँ। को आउनु चाहिँ यसरी खेल्न यस्तो तल जङ्गलमा समेत यस्तो फोहोर गरिदिएछ है। पानी साह्रो सिक्दाको छ यहाँ। होइन के भन्छौ? सिसाहरू यो पनि सिसा नै हो। ल आजको काम हाम्रो अब चाहिँ यसरी फोन नगरिदिनु होला प्लिज। जति थियो हामीले चाहिँ सबै फोटोहरू कलेक्सन गरेको। तिमीभन्दा पनि धेरै वेट छ क्या फोरको होइन? मेरो वेट भन्दा पनि धेरै यो लगाउने र चोर्न जाने पनि किन्न नक्यो म यहाँ। हामी समाजसेवी हो, मेरो कहाँ चोर्न जानु लाग्छ साथी। ल अब यो घोराई उपमहानगरपालिका वार्ड नम्बर 13 यो माथि मौलाकोट जाने बाटोको यो तेर्से बाटोमा सरसफाइ गरेर हामीले सक्यौँ। अहिले चाहिँ हामीले सोचे भन्दा पनि झन् धेरै यति धेरै फोहोर रहेछ होइन। भाइहरूले पनि धेरैभन्दा धेरै सहयोग गर्नुभयो होइन। मेन अब उहाँहरूले नै भनेर म पनि यो कार्यक्रममा जोडिएँ र उहाँहरूलाई पनि धेरैभन्दा धेरै धन्यवाद। र आगामी दिनहरूमा यस्ता फोहोरहरू चाहिँ यो ठाउँमा आएर नगरिदिनु होला। यति राम्रो ठाउँ छ होइन, हरियाली छ, वन जङ्गल छ, माथि पहाड छ, तल बाह्रकुने दह छ। अनि यस्तो ठाउँमा आइसकेपछि यो यति राम्रो ठाउँको मजा लिनुहोस् होइन। यस्तो मस्त हावा चल्छ यहाँनिर, गर्मी याममा पनि हावा खान आउने ठाउँ हो। अनि यो जाडोको मौसममा पनि यो वन जङ्गलको बिचमा बस्दाखेरि छुट्टै आनन्द हुन्छ कि। यहाँ आगो बालेर यहाँ पिकनिकहरू पनि गरिराख्नु भएको हुन्छ। उहाँहरूले चाहिँ जस्तो पिकनिक खाइसकेपछि आफूले जस्तो फोहोर गरिसकेपछि त्यसलाई चाहिँ व्यवस्थापन गरिदिनु होला होइन। जस्तो अब फुट्याएका बोतलहरू यति धेरै थियो, अनि हामीले खेरेर एक बोरा बनाएर पनि नअट्याएको बाहिर पनि छ र यति धेरै फोहोर छ। र हामीले त अझ सोच्दै नसोचेका कुराहरू पनि देख्न पाइयो यहाँ त होइन। यस्तो नराम्रो क्रियाकलाप पनि हुने रहेछ, त्यो चाहिँ बन्द गर्नु होला। अहिले चाहिँ हामीले सफा गऱ्यौँ, अर्को चोटि चाहिँ हजुरको पालो। र हाम्रो भाइ अब सबैले परिचय दिनुहुन्छ। उसको सुरुवात जितेन्द्र भारती बाबु है, घोराइबाट आएको। नमस्ते, म चाहिँ बादल। अनि हाम्रो अस्ति कुरा भएको थियो, अनि आज चाहिँ भयो हाम्रो मेन भाइहरूको योजनामा भयो। यो चाहिँ प्लान चाहिँ सक्सेस भयो। फोहोर चाहिँ धेरै नै रहेछ। अब यस्तो चाहिँ नगरिदिनुलाई सक्ने जति हामीले उठाइसकेका छौँ। आउँदाखेरि चाहिँ अब खाए पनि रमाइलो गर्नुहोस्, तर खाएर एक ठाउँमा चाहिँ जम्मा गरेर राखिदिनुहोस्। बरु हामी आएर व्यवस्थापन गर्छौँ हामीले। धन्यवाद। नमस्कार, म चाहिँ धनी। अब हाम्रो चाहिँ आजै फोहोर व्यवस्थापन गर्ने कार्यक्रम थियो, बस सम्पन्न भयो, राम्रै भयो, खुसी लाग्यो। तर सोचे भन्दा पनि एकदम धेरै फोहोर रहेछ। अब मान्छे रमाइलोको लागि आउने हो, रमाइलोको लागि आए बेलामा चाहिँ
यसरी फोहोर गरेर जानु चाहिँ खासै त्यो चाहिँ राम्रो चाहिँ होइन जस्तो लाग्छ मलाई चाहिँ है। नमस्ते, मेरो नाम अक्षर। जे भन्नुहुन्थ्यो दाइहरूले भनिसक्नुभयो, त्यही हो। फोहोर चाहिँ नगरिदिनु होला आइन्दादेखि। फोहोर गरे पनि आफूले चाहिँ सबै व्यवस्थितसँग गरिदिनु होला। ल सबै एकदम स्वास्थ्यको ख्याल राखौ, स्वच्छ भन्नु। उम्, ओके।